सबैजनाको स्वागत छ मेरो नयाँ भिडियोमा। अहिले म 5:30 हुँदैछ हैन। म अहिले क्लास लिइरहेको छु। साथीहरु गुड मर्निङ। अहिले म बागजार क्लास गइरहेको छु हैन। अब यताबाट गाडी चल्दैन हैन उता क्लाससम्म, अनि मैले 5 मिनेट जति हिँडेर बल्ल गाडी चढ्नु पर्छ हैन। त्यही हो गाइस। अनि तपाईहरु के गर्दै हुनुहुन्छ हैन? बसिरहेको छ कि उठ्नु भएको छ कि सुत्नु भएको छ कि आफ्नो गन्तव्यतिर हिँड्नु भएको छ कि हैन? के गर्दै हो? म त क्लासतिर लाग्यो हैन। क्लासको लागि हैन गाडी बसिरहेछु हैन। अहिले 1 पिरियड पढाइ सकेर हैन, अहिले ब्रेक भएको छ हैन। म चाहिँ अहिले क्लासमा छु हैन। अहिले 1 पिरियड पढाइ सकेर सरले हैन ब्रेक हुनु भएको छ। फेरि अर्को सर आउनु भएको छ। अहिले क्लासमा कोही साथीहरु पढिरहेछन् हैन। कोही साथीहरु आफ्नो गर्लफ्रेन्डसँग कुरा गर्न सक्दैछन्। तपाईले देख्न सक्नुहुन्छ अनि साथीहरु किताब पढिरहेछन् हैन। त देख्न सक्नुहुन्छ अनि साथीहरु हैन। एकछिनपछि सर आएपछि हैन कन्टिन्यू क्लास चालु हुन्छ हैन। त्यसपछि क्लास पढ्ने ध्यान दिएर पढ्नुपर्छ। त्यही हो के भन्ने हैन। अहिले दुःख गर्यो भने भोलि सुख अनिवार्य आउँछ हैन। अहिले दुःखै गरेन भने भोलि कसरी सुख आउँछ हैन। त्यही हिसाबले हामीले दुःख चाहिँ गर्नै पर्छ यदि सुख चाहिने हो भने। क्लास सकेर अब हामी घरतिर लाग्दै हैन। अहिले म चाहिँ कता भनेपछि यो कुन ठाउँ हो? खै पार्क हैन। खै यो कुन ठाउँ हो भनेपछि यो खै यतातिर माथि टुटीखेलको त्यो साइडतिर हो। हजुर टुटीखेल। यो टुटीखेल हैन, यसको माथि हो। फुल दामी छ, मौसम रमाइलो छ। आज हामी घुम्न आएको हैन स्वयम्भूतिर। यो स्वयम्भूको हल्लोपट्टि हैन, हल्लो साइड घुम्न आएको। पानी परिरहेछ, मौसम यस्तै छ। ऊ दाजु हुनुहुन्छ हैन। दाजु चाहिँ उता के अरे आज हामी घुम्न आएको। मौसम पानी परिरहेछ हैन। हो पानी परिरहेछ हो। कता हो दाइ तपाईको घर? हो समस्या छ। हजुर हो भिडियो बनाउँदै गर्नु दाइ ल। ल ल ओके। दाइहरु नि यता इन्जोय गर्न आएको रहेछन् हैन। भिडियो सिडियो बनाउँदैछन् पछाडि हैन। त्यही हो पानी परिरहेछ यता हैन। तपाईहरुको तिर कस्तो छ मौसम? पानी परिरहेछ कि परिरहेछ छैन हैन? यता मौसम नि चिसो छ, तर दिउँसो घाम लागेर हैन यस्तो अलि चिसो चिसो छ हैन। के गर्ने, दुःख छ, दुःख आउँछ हैन। झेल्नुपर्छ, के गर्ने हैन। अब चिसो पर्यो त अब लुगा छैन कसरी लगाउने, अहिले रुममा छ। त्यही हो हैन। भान्जा हुनुहुन्छ, भान्जा अगाडि हुनुहुन्छ हैन। त्यही हो अब के भन्ने। हामी रोड क्रस गर्दैछौँ हैन गाइस। केही हुँदैन कि भान्जा ढुक्कले हामी रोड क्रस गरिसक्यो हैन गाइस। जिन्दगीमा पनि त्यही त हो नि, समस्या आउँछ। अनि समस्या आयो भन्दा रोकियो भने त रोकिए हुन्छ हैन। समस्याले त लडेर अगाडि बढ्ने हो। त्यस्तै हो गाइज हैन। अब ठिक छ, अब हामी नि अब रुमतिर हिँडेर हो हैन। मौसम हैन पानी परिरहेको थियो अहिले हेर्नु गाइज हैन। यतातिर पानी सानी रोकिएर घाम लागिएको छ है। तपाईले देख्न सक्नुहुनेछ हैन।
त्यही हो मौसम के यस्तो भएको के आजभोलि यो वैशाखको महिनामा होइन गर्मी हुने ठाउँमा हेर्नु त कस्तो चिसो भइरहेछ भने त्यही त पानी परिरहेछ हेर्नु न साउन महिनाको जस्तो है होइन भान्जा भान्जा मौसम त्यस्तै छ है मौसम चेन्ज भएको नि यो सब यो विश्वयुद्ध हुँदैछ नि हो त्यसको असर हो होइन भान्जा हो कि होइन विश्वयुद्ध हुँदा अब वातावरणमा अलि ह्रास आयो है वातावरण प्रदूषण भएर के भयो है त्यस्तै छ पानीले त यतातिर त बाटो खतम बनाएछ त अलि हिलो के काचाडा फोहोर भएछ है बाटो अघि घुम्न जाँदा होइन स्वयम्भूमा एउटा मान्छे भेटेको के कस्तो बोल्ने के छाडा बोल्ने होइन लास्टै फोहोर त्यस्तै के यो रोड जस्तै आएको भनेपछि होइन लास्टै फोहोर मान्छे क्या अनि त्यसपछि हामीले त्योसँग नबसेर हामी आइदिएर भने अब राम्रो भएर बस्थेँ होइन त्यही हो अब मान्छे त्यस्तै खराब थियो अब के बस्ने है तपाईँहरू बस्नुहुन्थ्यो कि हुँदैन कमेन्टमा भन्नु त गाइस चाहिँ म बस्ने घरमा पुगेँ होइन गाइस म चाहिँ गेटभित्र छिरेँ होइन म बस्ने घर चाहिँ यही हो म अब भर्याङ चढ्दैछु होइन अब त्यही हो अब एकछिन रुममा गएर होइन पानी भरेर पर्ने हो होइन म नुहाउँछु एकछिनमा त्यो सफा गर्नुपर्छ शरीर हुन्छु होइन त्यही हो हामी बस्ने चाहिँ 5औँ तला क्या सबभन्दा टपमा थियो होइन भरे चढ्दा अलि सासै फुल्ने क्या लास्टै यता फेरि भ्यू नि दामी छ नि बबाल तपाईँले हेर्नु त कस्तो राम्रो भ्यू देखिन्छ हाम्रो रुम चाहिँ त्यो होइन उता भान्जा देख्न सक्नुहुन्छ तपाईँले अनि हाम्रो रुमबाट यस्तो भ्यू देखिन्छ होइन गाइज अनि तपाईँहरू काठमाडौँमा बस्दै हुनुहुन्छ भने तपाईँहरूको बसेको ठाउँबाट कस्तो भ्यू देखिन्छ कमेन्टमा भन्नु है गाइजहरू माया छँदैछ होइन नुहाउनलाई पानी ल्याउनु जाँदैछु होइन तलतिर हाम्रो ड्रम चाहिँ तल छ होइन भुइँ फ्लोरमा अनि त्यताबाट पानी झिकेर चाहिँ माथि ल्याउनु पर्छ नुहाउनु भाइ त्यही छ यतातिर पानीको समस्या छ के गर्ने है काठमाडौँमा हामी बस्ने ठाउँतिर त पानीको समस्या छ होइन तपाईँहरू बस्ने ठाउँतिर कस्तो छ पानीको समस्या छ कि छैन होइन त्यही छ गाइस पानी चाहिँ बोक्नुपर्छ क्या माथि त्यही हो अलि सेवा सुविधा अलिक कम पऱ्यो राम्रो यता छ होइन यो भर्याङ पनि छ क्या ड्रम पानीको चाहिँ यो पानी गाह्रो छ पानी बोकिन्छ होइन यसरी हाल्नुपर्छ एउटा होइन पानी यहाँबाट बोकेर पानी लिने हो होइन माथि त्यसपछि नुहाउने हो लुगा धुने हो होइन गाइस यता पानीको समस्या छ के गर्ने है भरिसक्यो होइन भयो पानी चाहिँ माथि लाग्दैछु होइन गाइस त्यो भर्याङमा बोक्नुपर्छ गाह्रो छ अनि माथि टप फ्लोरमा लगेर नुहाउनु पर्ने छ होइन दुःख छ पानीको त्यही सब बोक्नु परेको छ है गाइस म अब नुहाउनलाई रेडी भइसकेँ होइन गाइजहरू अब नुहाइसकेपछि होइन एकदम फ्रेस भएपछि दिमाग पनि फ्रेस हुन्छ होइन अलि कुल हुन्छ शान्त हुन्छ त्यसपछि 0 थटमा पुगिन्छ होइन त्यसपछि जे काम गर्दा नि रमाइलो लाग्छ होइन गाइजहरू अनि तपाईँहरूले कति दिनमा नुहाउने गर्नु भएको छ होइन गाइजहरू म त हप्तामा 2 दिन हो होइन त्यही हो गाइजहरू है नुहाइसक्यो गाइजहरू होइन अब लुगा धुन्छु होइन लुगा चाहिँ
बाल्टीमा छ होइन। अब एकछिनमा लुगा धुन्छु होइन। त्यही हो बल्ल फ्रेस भइयो होइन। मौसम नि फ्रेस छ। यस्तो बबाल छ भ्यू नि राम्रो छ होइन। गाइजहरू ओके। मैं अलि उ गरेहरू बढी दिइहाल्यो प्राइभेटमा भैया थोड़ा बढी दिइहाल्यो न त मैले नै दिने सरकारमै भान्जा उठ ए मेरो रुम हो होइन। मेरो रुम हो। यता चाहिँ भान्जा सुत्नुहुन्छ, यता चाहिँ म सुत्छु होइन। अहिले बाहिर पानी परिरहेको छ, डेन्जर परिरहेको छ। हेर्नुहोस् होइन बाहिरको दृश्य नै तपाईँले देख्न सक्नुहुन्छ होइन।